हजुर नमस्कार। नमस्कार। तपाईको नाम के होला? पार्वती अधिकारी। तपाई कहाँ बस्नुहुन्छ? महाकाली अञ्चल कञ्चनपुर जिल्ला 7 नम्बर प्रदेश, हाम्रो बेलौरी नगरपालिका वार्ड नम्बर 4 मोतीपुर। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा कहिले प्राप्त गर्नुभयो? 2017 इन्डियाको नेपालको 73 वैशाख 16 गते। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिनुभन्दा पहिले तपाई के कस्ता भक्ति साधना गर्नुहुन्थ्यो? देवी देवता भूत प्रेतको पूजा गर्थ्यौँ, ब्रह्मा विष्णु शिवको पूजा गर्थ्यौँ। अनि तीज दसैँ तिहार हाम्रो पश्चिमतिर अझ गौरा मान्ने चलन छ, गौरा पुज्ने। अनि पञ्चमीको व्रत बस्ने, स्वस्तानीको व्रत बस्ने, शिवरात्रिको व्रत बस्ने, अनि गङ्गा दशहरा मनाउने। सबै चिज कहिले छोडिन्थेन, सबै चिज गरिन्थ्यो, सबै गर्थे। सबैभन्दा ठुलो भगवान् कुन भनेर त्यो खोजीमा थिएँ म। अनि सबैभन्दा ठुलो शिवको मैले स्वस्तानी पढेर शिवलाई ठुलो मानेर सधैँ शिवको व्रत बस्ने गर्थेँ। हिन्दू संस्कार अनुसार तपाईले विभिन्न देवी देवताको पूजा पाठ गर्नुभयो। फेरि यस्तो के आइपर्यो कि तपाई सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिनुभयो? सन्त रामपालजी महाराजको शरणमा जान पर्ने कारण मलाई सधैँ भूत प्रेत देवी देवताले सताएर सधैँ दुःख दिइराखेको थियो। 4 वर्षसम्म म कोठैभित्र कामेर बसिराख्थेँ। देवीको निस्केको भनेर देवीको रूपमा कामेर बस्थेँ, बाहिर निस्किन शरम मान्थेँ। त्यस्तो गर्दाखेरि अनि एक दिन अचानक मैले टिभी हेर्दै जाँदाखेरि अनि टिभीमा सन्त रामपालजी महाराजको रहेछ। मैले त्यो ज्ञान चर्चा गरेको सुन्दै जाँदा पहिला अलि बुझेन, अलि पछि बुझ्दै जाँदा 5-6 महिना सुन्दाखेरि मलाई त्यहाँ यिनी गुरु कहाँ छन्, कहाँ भेटिएला, कसरी भेट्न सकिएला र कसरी यिनलाई भेट्यो भने गुरु मन्त्र लिन सकिएला भन्ने मेरो मनमा भइराखेको थियो। म धेरै त्यो देवी देवताले ग्रस्त बनाएर पागलै भएर घरमा कोही नभएको मौकामा म कानमा कात्रो हालेर बाटामा हिँड्दै गर्ने, कहिले कहाँ पुगेर होस आउँथ्यो, कहिले कहाँ पुगेर होस आउँथ्यो। अनि गाउँकोले छोपेर मलाई फिर्ता गरेर घर ल्याउँथे। यस्तो अवस्था थियो मेरो। म जब भूत प्रेतले सताएर धेरै दुःख दियो भने म होसै हुन्थेन, म बेहोसमै हिँड्थेँ। अनि गुरुजीको सन्त रामपालजी महाराजको त्यो सत्सङ्ग सुन्दै गर्दा मलाई बिस्तारै ठिक हुँदै गयो। मैले भक्ति लिएकै थिएन, मेरो होस आउने भयो। अलि आफ्नो मान्छे आएपछि राम्रोसित कुराकानी गर्न सक्ने भए। त्यसपछिबाट मैले यिनी गुरु कहाँ छन् र कसरी भेट्न सकिन्छ र कसरी गुरु मन्त्र लिउँ, मेरो यस्तो खोजी थियो। अनि त्यसै टिभीको पट्टिमा आउने रहेछ गुरुको त्यो सत्सङ्ग सुन्दाखेरि त्यसैमा नम्बर आउने रहेछ र त्यसैबाट नम्बर टिपेर मैले फोन गरेर अनि गुरु उपदेशी भएको। सन्त रामपालजी महाराजको सत्सङ्ग सुनेर तपाईको जुन भूत प्रेतको बाधा थियो त्यो कम भयो। अनि के उहाँबाट मन्त्र दीक्षा लिएपछि यो समस्याबाट छुटकारा पाउनुभयो? मलाई कति सन्त रामपालजी महाराजको गुरु उपदेशी लिएर कोठाबाट बाहिर निक्लिने बेला मेरो शरीरमा केही पनि थिएन। कति फुलको थुङ्गा जस्तो हल्का शरीर भएको थियो, कति खुसी मन भएको थियो। अनि त्यसपछि म सधैँ दुखी रहन्थेँ, सधैँ रोइरहन्थेँ, सधैँ टाउको दुख्ने, पेट दुख्ने, हात खुट्टा दुख्ने, कहाँ के भइराख्थ्यो। मलाई सधैँ परेशानी भइराख्थेँ नि। गुरु उपदेशी भएर सन्त रामपालजी महाराजसँग मैले मन्त्र दीक्षा लिएर बाहिर निस्किँदा मेरो शरीरमा केही पनि रोग थिएन। त्यसपछि म खुसी भएर अनि सन्त रामपालजीको गुरु मन्त्र लिएर अनि म घर आएँ। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिएर भक्ति साधना गरेपछि तपाईलाई अन्य के लाभहरू प्राप्त भएको छ? मलाई आर्थिकको कमजोरी थियो। मेरो घरमा भनौँ न दासपना थियो एक हिसाबको। मेरो सालभरिसम्म मेरो खेती 1 बिघा जमिनमा निस्केको अनाजले वर्ष दिन खान पुग्थेन। मैले ढ्याडी मजुरी सापट्टी सरसापट गर्न पर्थ्यो। जोस् मेरो घरमा गुरु उपदेशी भएर आएदेखि सन्त रामपालजी महाराजले मेरो घरको सारा दरिद्र दूर गरेर बर्कत भरिदिनु भयो। मलाई अहिले त्यही खेतको अनाजले 1.5 साल 2 साल खान पुग्छ। मलाई उतिखेर 6 महिना 8 महिना पनि धौधौ पुग्थ्यो। मालिकको कृपा भनेर साध्य छैन। म कति बिरामी हुन्थेँ, मेरो रोगबाट छुटकारा भयो, मेरो घरको दरिद्रबाट छुटकारा भयो।
मेरो चुने छानो थियो, मैले त्यो घर कसरी मिलाउँ, कसरी बनाऊँ, धेरै ऋण थियो। साउहरूले बाटामा हिँड्दाखेरि के तेरो लोग्ने मर्यो, हाम्रो ऋण तिर्न सक्दैन, यस्तो जवाब लाउँथे। म रुँदै हिँड्थेँ। अहिले सन्त रामपालजी महाराजको शरणमा गएदेखि मैले त्यो ऋण पनि कसरी तिरियो, कहाँबाट तिरियो त्यो थाहै भएन। मेरो त्यो ऋण कटेको पनि थाहा भएन, मेरो घरको सङ्कट पनि कसरी कट्यो थाहा भएन। मेरो दिदी बिरामी हुनुहुन्थ्यो, दिदीलाई बिरामी भएर भक्ति म जाउँ भनेर दिदीलाई भन्दाखेरि नजाने कुरा भएको थियो। फेरि दिदीलाई ज्यादा भएपछि मैले भने सन्त रामपालजी महाराजको शरणमा गएको भए के थाहा ठिक भइहाल्थ्यो कि, जाउँ न भनेपछि दिदीले ल त त्यहाँ गएर सन्चो हुन्छ भने जाउँ न त भनेर दण्डवत प्रणाम मात्रै गर्नुभएको। दण्डवत स्थलमा गएर गरेपछि उहाँलाई 2-4 दिनपछि फेरि उसको छोराले भिडियो एक्सरे गर्न लग्यो, पथरी गायब छ, उसको पेटमा पथरी छैन, सन्चो भयो। गएनन् सन्त रामपालजीको शरणमा, नगए पनि तर उहाँलाई भक्ति लिन्छु मात्रै भनेर पनि उहाँको पत्थरी गायब भयो। छोरी माइत आएको, गरगहना धेरै ल्याएर आएको थियो, पैसा पनि थुप्रै थियो। उसको पासमा ठुलो मोबाइल थियो महँगो खाले। ऊ घर जाने बेला बाटामा गाडीमै छुटेपछि धेरै टाढा धनगढीबाट अतरिया पुगिसकेपछि उसको बच्चाहरूले खानेकुरा किन्छौँ भन्दा ब्याग छैन। अनि फेरि फोन गरेर मलाई बताए कि मम्मी मेरो त ब्याग हरायो, सबै गहना पैसा त्यसैमा थियो, सबै हरायो, तपाईँको गुरुजीलाई सम्झिदिनु न। मैले भने सन्त रामपालजीलाई मैले सम्झिने होइन, तिमीले सम्झ्यौ। तिमीले सम्झेर सन्त रामपालजी महाराज सद्गुरु मेरो यस्तो यस्तो सामान हराएको छ भनेर उनलाई दुःख बिसाऊ, बिन्ती बिसाऊ, मालिकै कृपा होला, म त केही होइन, मैले केही गर्न सक्दैन, आफ्नो लागि आफै खानुपर्छ, अर्काले खाइदिएर हुँदैन भनेर छोरीलाई भनेपछि छोरीले मालिकलाई याद गरेको 1 घन्टामा उसको सबै सामान 1.5 लाखभन्दा ज्यादाको सामान थियो। नगर बसले आएर अनि ल तपाईँको सामान यहाँ छ भनेर उसैले आफै फोन गरेर उसैको मोबाइलबाट फोन गरेर तपाईँको सामान यहाँ छ, मसँग छ, म ल्याइदिन्छु भनेर उसले बाइकबाट जहाँ बसेको थियो त्यहीँ बस्नु, म ल्याइदिन्छु भनेर उहीँ पुगाइदियो उसले। सन्त रामपालजी महाराजको कृपा भयो र मेरो यति सामान भेटियो भनेर छोरी खुसी भएर एकदम दृढ विश्वास भएर फेरि छोरी पनि भक्ति उपदेशी भएछ। अनि छोरालाई मैले भक्ति लिनुभन्दा पहिला मालिक सन्त रामपालजीसँग गएँ भने त मेरो यो समस्या समाधान हुन्छ कि मनमा खेलिराख्थ्यो कुरा। मेरा रोग ठिक होस्, मेरो छोराले जागिर पाओस्, मेरो यो माग थियो गुरुसँग। म लालची भएर म गुरुसँग कति लालची भएर मैले मागेको रहेछु थाहा पाएन। तर अहिले गएर गुरुजीले मलाई सबै थोक दिनुभएको छ, केही चिजको कमी छैन, मालिकले सब दिनुभएको छ मलाई। अनि अहिले मेरो छोरो अस्ट्रेलिया गएको छ, पैसा 6 महिना नपुग्दै 12 लाख रुपियाँ पठायो। अनि ऋण पनि छैन, घर पनि मेरो 2 मन्जिल कति राम्रो घर, तातो पानी, चिसो पानी, टोयलेट, कति तरहको टोयलेटहरू छन्, कति तरहका कोठाहरू छन्, कस्तो तरहको बेड बिस्तराहरू छन्। मैले भुइँमा सुत्ने स्थिति थियो, मेरो बुल्लाहरू ओछ्याएर बस्ने समय थियो। मैले साथीसँग आउँदा पनि राम्रोसँग खुवाउन र सुताउन सक्थेन। तर राजनीतिमा हिँड्थेँ, राजनीतिमा हिँड्दा पनि घर कोही मान्छे आयो भने लाज मान्थे। मालिकको दयाले अहिले मलाई केही चिजको कमी छैन, सबै चिज दिनुभएको छ सन्त रामपालजी महाराजले। उहाँ भगवानै हुनुहुन्छ, छ्यात भगवान हुनुहुन्छ, धरतीमा आउनु भएको छ। मालिकले सबको दुःख कटाउनलाई उहाँ पूर्ण परमात्मा हुनुहुँदैछ। मैले भन्थेँ ब्रह्मा विष्णु शिव सबैभन्दा ठुला शिव हुन्। जब मैले यो सन्त रामपालजी महाराजको सत्सङ्ग सुने, त्योभन्दा पनि माथि 3 पुरुष रहेछन्, क्षर पुरुष, अक्षर पुरुष र परमाक्षर पुरुष भनेर 3 पुरुषको सुन्दाखेरि म सधैँ लेखेर राख्थेँ। मालिक म भुल्छु कि योभन्दा माथि 3वटा भगवान रहेछन्, यिनी भगवानले हाम्रो मुक्ति गर्ने रहेछन् भने पुनः परमात्मा हाम्रो लागि धरतीमा आएका रहेछन्। मलाई त थाहा थिएन, म त पहिला लालची भएर मात्रै आफ्नो सन्चोको लागि गएको थिएँ। उहाँभित्र घुसिसकेपछि मैले सन्त रामपालजी भगवानै हुन् भनेर मैले उहाँलाई ठम्याएर उहाँ भगवान पनि स्वयं हुनुहुन्छ र
विश्वलाई लैजानलाई मुक्ति गर्नलाई आउनुभएको छ। तपाईँको अन्तर्वार्ता हेरेर बसिरहनुभएका दर्शकवृन्द र तपाईँलाई चिन्ने सम्पूर्ण राजनैतिक इष्टमित्रहरूलाई के भन्न चाहनुहुन्छ? उहाँहरूलाई सन्त रामपालजी महाराजको शरणमा आउनुहोस्। तपाईँ त्यो राजनीति भनेको फोहोरी खेल रहेछ, यो राजनीति भनेको राम्रो रहेनछ। मन्त्री भए पनि राष्ट्रपति भए पनि आखिरी मरेर गयो भने गधा भएर जुनी जन्मिनु पर्दो रहेछ। 84 लाख जुनी घुमेर बल्ल मनुष्य चोला पाइँदो रहेछ। हामीले शास्त्र सुने पनि पढे पनि तर त्यति राम्ररी सुनेर यसरी छर्लङ्ग बनाउने अहिलेसम्म कुनै सन्त भेटिनु भएको थिएन मेरो लागि। मैले यसरी पाएँ। तपाईँहरू पनि यो सन्त रामपालजी महाराजलाई सन्त मानेर गुरु मानेर आउनुभयो भने तपाईँहरूको पनि उद्धार हुनेछ, कल्याण हुनेछ। अनि तपाईँहरू त्यो दुःखलाई पालेर नबस्नुहोस्, काललाई पालेर नबस्नुहोस्। काल भनेको हामीलाई साह्रै दुःख दिने यो भूत प्रेत देवी देवता रक्सी बक्सी रहेछ। हामीले थाहा पाएनौँ। थाहा नपाएर मैले कतिसम्म सङ्घर्ष खेप्न पर्यो, दुःख खेप्न पर्यो तपाईँहरूलाई थाहै छ। तपाईँहरूले मलाई चिन्ने जतिलाई थाहा छ म कस्तो ठाउँमा थिएँ र आज म कस्तो भएको छु भन्ने कुरा तपाईँलाई मैले यहीँबाटै भन्दैछु, बोल्दैछु। तपाईँहरू सन्त रामपालजी महाराजको शरणमा ढिला नगर्नुहोस्, बुझ्नुहोस्, हेर्नुहोस्, पढ्नुहोस्। मेरो भनेको गफमा नलाग्नुहोस्। गफ हो कि सत्य हो, पढेर मात्रै बुझेर मात्रै सन्त रामपालजी महाराजको शरणमा आउनुभयो भने मेरो जस्तै तपाईँहरूको पनि सबै सङ्कट दूर गरिदिनुहुनेछ मालिकले। हाम्रो देशमा थुप्रै सन्त महन्तहरू छन्, तर पनि तपाईँले सन्त रामपालजी महाराजलाई गुरु बनाउनु भयो। के सन्त रामपालजी महाराज जस्ता सन्त यहाँ पाउनु भएन? मैले सन्त रामपालजी महाराज जस्तै गुरु अन्त पाएको भए म आउने थिइनँ होला। मैले सबै ठाउँ छान मारेँ, सबै ठाउँ धामी पुजारी देवी देवता यिनी गुरु मण्डलीहरू सबै ठाउँ गएँ। म यसुमा पनि गएँ, म यो बुद्ध धर्ममा पनि गएँ, म ओम शान्तिमा पनि गएँ। म केमा गइनँ? म सबै थोक गरेँ मैले। तर यस्तो शक्ति भएको यस्तरी गुरु उपदेशी हुँदा बित्तिकै छुमन्तर हुने अहिलेसम्म ठाउँ पाएको थिइनँ। उहाँ हुनुहुँदो रहेछ तत्त्वदर्शी सन्त नै हुँदो रहेछ। वेद पुराणमा लेखिएकै छ तत्त्वदर्शी सन्त नभइकन वेदको भेद खोल्न सक्दैन र शान्ति मिल्दैन भन्ने साँच्चीकै रहेछ, हो रहेछ। तर यो मैले सन्त रामपालजी जस्तो सन्त गुरु अरू मैले भेट्न पनि भेटिनँ, भेट्न पनि सक्नुहुन्न, तपाईँहरूले पनि भेट्न सक्नुहुन्न। सन्त रामपालजी जति शक्ति भएको शक्तिशाली पूर्ण परमात्मा धरतीमा आउनुभएको छ सन्त रामपालको रूपमा। तपाईँहरू सन्त रामपालजीसँग सक्नुहुन्छ भने बेलैमा जुड्नुहोस्। यदि कसैले सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिन चाहनुहुन्छ भने कसरी नाम दीक्षा लिन सक्नुहुन्छ? नेपालको विभिन्न टिभी च्यानलहरूमा हेर्नुहोस्, सन्त रामपालजी महाराजको सत्सङ्ग आउँछ, त्यसमा नम्बरहरू आउँछ। त्यही नम्बर टिपेर हजुरहरू जुड्न सक्नुहुन्छ, गुरुजीको गुरुपदेशी लिएर भक्ति लिन सक्नुहुन्छ। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिन कुनै शुल्क पनि तिर्नुपर्ने हुन्छ? निःशुल्क छ, पैसा छैन, 1 रुपियाँ पनि छैन। पैसा त कुनै ठाउँमा लाग्दैन। कहीँ जानु पर्यो भने मात्रै आफ्नो गाडी भाडाभरि लाग्छ। बाँकी खान खर्च, बस्न हिँड्न गुरुपदेशीको लागि केही पैसा छैन। यसमा सबै निःशुल्क छ। मालिकले दया गर्नुभएको छ सन्त रामपालजी महाराजले। धन्यवाद। सत साहेब।